हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज हजुरहरूलाई चाहिँ म समुद्रको किनारमा गएर सिप देखाउँछु है। म हिजो जस्तै गाडी चढेर सरर सिटी पुगेँ होइन। अनि सिटी पुगेपछि मसँग अलिकति टाइम रह्यो क्या। अनि त्यो टाइमको त सदुपयोग गर्नु पर्यो होइन। अब त्यसै वेस्ट जान त दिन भएन। त्यही भएर म चाहिँ अग्ल्यान्ड सिटीको भाइडक पुगेँ। अनि भाइडक पुगेको अनि त्यहाँ त बोटहरू जानेर आउनेको क्रम हुन्छ नि, कतिले काम गर्दा रहेछन् सिटीमा जस्तो फिल भयो कि अहिले चाहिँ बसमा आउने नि उति नै छन्, सिपमा आउने नि उति नै छन्, आफ्नो गाडीमा आउने नि उति नै छन् है, ट्रेनमा आउने नि उति नै छन्। त्यहाँ बसेर एकछिन हेरेर म जेल्ल परेँ। हेर्दै गएको चाहिँ त्यहाँ ठुलो सिप आएको रहेछ कि, यो चाहिँ के अरे नेभीको सिप, यो चाहिँ कोरियाबाट आएको रहेछ भने अनि कति ठुलो भन्दै हेरेर बसिरहेको थिएँ। अनि हेरेको त अनि यसो भित्रैपट्टि यसो गएर हेरेको त त्यहाँ ब्यानर रहेछ। अनि फेरि कस्तो रमाइलो दिन कि आज, कति राम्रो थियो। अनि यता मान्छेहरू फेरि अब आफ्नो काममा दौडेछन्। म पो फुर्सद भयो बिहान एकछिन र म त्यहाँ टाइम पास गर्न गएको थिएँ होइन, टाइम पास गर्न। अनि पानी कति राम्रो देखेको, पहिला आएर समुद्र भनेको कहाँ हो भन्दा देखेको यही ठाउँ होइन, यस्तो थिएन पहिला त, अहिले त बनाएर कस्तो राम्रो बनाएको। अनि म त्यो सिपलाई चाहिँ घोरिएर हेरिरहेको थिएँ। त्यो ब्यानर पढ्नको लागि चाहिँ जुम गरेको त कोरियाबाट आएको पो रहेछ, उहाँदेखि नेभीको आएको रहेछ, कति ठुलो के है। अनि त्यस पछाडि त्यहीँ बसेँ एकछिन, अनि बसेँ त्यही उता हेरेँ। अनि अरू यो सबै उताबाट आएको पानी जहाजहरू चाहिँ यो चाहिँ बस जस्तै के, उताका मान्छेलाई यता काम गर्न लिएर आउने अनि फेरि छुट्टी बसी लाने ओसार पोसार गर्छन् कि, यो चाहिँ डेली युजको लागि युज हुने पानी जहाजहरू विभिन्न ठाउँबाट। अनि त्यो त्यति ठुलो छैन नि त यहाँको सिटी, त्यही पनि कति मान्छेले काम गर्दा रहेछन् जस्तो फिल भयो कि मलाई चाहिँ। यो मान्छेको आउने बस उत्तिकै, ट्रेन उत्तिकै, पानी जहाज उत्तिकै, आफ्नो गाडीमा उत्तिकै आएको मान्छेहरू देख्दा चाहिँ अचम्म लाग्यो। धेरै पछि एक्लै गएर यसरी आनन्द आयो कि, आनन्द चाहिँ। अनि त्यो सिपहरू आए, त्यहाँ पार्क गरेँ, त्यहाँ मान्छे झरे, फेरि अर्का थरेर लिएर अर्को ठाउँमा गएँ होइन। अनि बसिरहेको थिएँ। अनि टाइम कतिखेर पास हुन्छ भनेर बसिरहेको थिएँ। तर त्यहाँ हेरेर बस्न नि मजै आउने थियो, धेरै नै मान्छे थिएछन् चाहिँ। कोहीलाई काममा पुग्नु परेको थियो, मेरो नि काम त थियो तर अलिक ढिलो भएको हुनाले फुर्सद भयो। अनि परेवा रहेछ कि त्यहाँ हिँडिरहेको। परेवा देखेपछि चाहिँ मलाई कस्तो घरको याद आउँछ कि, पहिला हाम्रो घरमा पनि परेवा थियो है, अनि अहिले छैन पनि। अनि त्यहाँ परेवा हेर्दै थिएँ त पप गऱ्यो, केले रहेछ भनेको त बोट पार्किङ गर्न लागेको रहेछ कि, रिभर्स गरेर लिएर आएर। अनि पार्किङ गर्न त एकछिन हेरेँ। अनि हेरेको, अनि अब धेरै मान्छे आइसकेको भएर होला, यो बोटमा चाहिँ धेरै मान्छे थिएनन्। रेगुलर चलिरहन्छ क्या, एकछिन 15 मिनटमा चलिरहन्छ। यो प्यासेन्जर जाने आउने दिउँसो चाहिँ कम हुन्छ होला, यो पिक टाइममा चाहिँ एकदमै धेरै आउने जाने गर्दो रहेछ। म नि लामो समयपछि यसरी हेर्ने फुर्सद पाएर थाहा पाएन, नभए त्यतातिर जाने पनि यस्तै पर्थेन कसरी देख्ने र। तर आज जे भए पनि वेदर पनि राम्रो। अनि आज कस्तो हिजो र आज चाहिँ मेरो दिन एक्लै बित्यो। अनि फर्केर आएको थिएँ होइन, फर्केर आउँदा त अनि आज चाहिँ म हिजोको कारपार्क गाडी माथिबाट हेर्दा कस्तो देखिन्छ होला भनेर हेरेको त आमा गाडी कति रहेछन् नि, हरे। अनि त्यहाँ गाडीबाट अग्लोबाट हेर्दा चाहिँ राम्रो देखिने कि। अनि पार्किङ गरेका कलरफुल गाडीहरू है हेर्दा अचम्म लाग्यो। त्यस पछाडि अब मेरो गाडी गएर बस स्टपमा रोकेपछि आफ्नो गाडी खोज्न त पऱ्यो के अरे होइन। अनि यहाँबाट झरेको थिएँ, अरू गाडी नै आइरहेको थियो, तर हाम्रो गाडीमा मान्छे नै थिएँ। अनि म लागेँ मेरो गाडी पार्क एन्ड राइड गरेको ठाउँमा होइन, यहाँ थियो र जाँदा मेरो 2 दिनको टुरलाई यहीँ समाप्त गरेर साथीहरू, अब हिजो र आजको मिनी भ्लग हजुरहरूलाई